अहिले चाहिँ हाम्रोमा यहाँ चौबन्दी चोलोमा है राईको फरिया सेट पनि आइसकेको छ है। साडीमा चाहिँ यसरी चिन्डु लगाएको छ है, बर्डर यस्तो पाराले चिन्डु लगाएको छ। यो भयो सानो सल, अन्त यो चाहिँ भयो छड्के रेजी है। अन्त यो बेग राईको बेग हेर्नु सक्नुहुन्छ है यो। अन्त यहाँ भेलभेटको चौबन्दी हो, भेलभेटको चौबन्दी, अन्त कण्ठ छ, अन्त बुलाकी, अन्त शिरबन्दी छ। अन्त यसको डल्लै लुक चाहिँ यस्तो देखिन्छ हो। अन्त तपाईँहरूलाई नि यस्तो ड्रेस चाहिएको छ भने चाहिँ अर्डर गर्न सक्नुहुन्छ हामीलाई है। यो चाहिँ हो पालपाली चौबन्दी चोलो है। यो चाहिँ नेटमा हुन्छ अनि अहिले गोल्डेन स्टोनले वर्क गरेको छ। हातको पाउला पनि यस्तो छ, यहाँ मुली मजाले वर्क गरेको छ, यहाँ साइडमा पनि मजाले वर्क गरेको छ। पछाडि चाहिँ यस्तो सादा हुन्छ। यो चाहिँ राई साडीमा चाहिँ अहिले यस्तो चिन्डु लगाएर चाहिँ आएको छ, आजकलको भएको यो चाहिँ। अन्त यस सँगसँगै राईको सेतो सलमा पनि यसरी चिन्डु लगाएर आएको छ है। यस्तो छ। यो चाहिँ सानोवाला सल हो, ठुलोवाला पनि हुन्छ। सेट मिलाएपछि त्यस्तो देख्छ, अझै लगाउँदा राम्रो देख्छ। सँगसँगै तपाईँले चाहिँ लेङ्गासम्म यो चौबन्दी चोलो लगाउँछु भन्दा पनि मिल्छ। यो साडीमा चाहिँ हामीले चिन्डु लगाएको है। एउटा साडी जस्तो हुन्छ, यहाँ चाहिँ चिन्डु नै एट्याच भएको हुन्छ। गाइस अहिले चाहिँ हाम्रोमा यहाँ राईको ब्राइडल लेङ्गा सेट पनि आइसकेको छ, हेर्नु सक्नुहुन्छ एकदम राम्रोमा। यो चाहिँ भयो ब्लाउजको डिजाइन, हेर्नु सक्नुहुन्छ एकदम हेभी वर्कमा छ है। यो चाहिँ मरुन कलरको, अन्त हातमा पनि यसरी वर्क गरेको छ है। अन्त यता पनि वर्क गरेको छ। अन्त यो चाहिँ भयो भेलभेटको सल है, एकदम लामो छ, हेर्नु सक्नुहुन्छ है। यसरी बुटी गरेको छ है भेलभेटमा। अन्त बेल्ट पनि छ, यो चाहिँ सेटमै हो है। अन्त यो चाहिँ भयो लेङ्गा, यो चाहिँ कटनको लेङ्गा हो, केन हालेको हेर्नु सक्नुहुन्छ। लेङ्गाको डिजाइनहरू एकदम राम्रो छ है। मुनि पनि बोर्डर एकदम वर्क गरेको छ है। साथमा यहाँ थैली पनि छ है, सेटै लेङ्गाको डिजाइनको थैली है। यो रेजी चाहिँ छड्के खाले हो, हेर्नु सक्नुहुन्छ यत्रो लामो छ है रेजीको। यो चाहिँ हो कण्ठ है। यसको फुल लुक चाहिँ यस्तो देख्छ है, हेर्नु सक्नुहुन्छ। फुल लुक चाहिँ यस्तो देख्छ हो। यदि तपाईँहरूलाई पनि यस्तो ड्रेस चाहिएको छ भने, ब्राइडल हुनेवाला छ भने चाहिँ हामीलाई अर्डर गर्नु सक्नुहुन्छ। यो भयो राईको लेङ्गाको ब्लाउज माथिको है, डिजाइन यस्तो छ अगाडिपट्टि, अन्त पछाडिपट्टि यस्तो डिजाइन छ। यो अगाडिको डिजाइन आर्को राख्दा पनि मिल्छ, यो राख्दा चाहिँ राम्रो देख्छ भने यो राखेको है। हेर्नु सक्नुहुन्छ यो सल हो, लेङ्गा हेर्नु सक्नुहुन्छ त्यो रेडको। अनि यसमा गोल्डन लाउँदा नै मिल्छ यो लेस है, तपाईँको इच्छा। ग्रिनमा छ यो होइन। अन्त पछाडिपट्टि यस्तो छ। सल चाहिँ एकदम ठुलो छ, हेर्नु सक्नुहुन्छ तपाईँले है। ग्रिनमा पनि मुनि सेतो लेस चाहिँ लगाएको छ है। अब तपाईँहरूलाई गोल्डन चाहिएको छ भने गोल्डन लाउँदा पनि मिल्छ है। ब्ल्याक कलरको ब्लाउज हेर्नु सक्नुहुन्छ। यसमा चाहिँ अगाडि मैले चिन्डु नहालेको, किनभने यो अलरेडी डार्क कलर छ हो। अन्त चिन्डु लाउँदा चाहिँ अझै झन् डिजाइन देख्छ भनेर चाहिँ मैले चाहिँ नहालेको। इच्छा छ भने चाहिँ लाउँदा पनि मिल्छ है। ठुलो छ सल है। ब्ल्याकको लेङ्गा, ब्ल्याकको लेङ्गामा चाहिँ यो 1 स्टेप मात्रै छ है, हेर्नु सक्नुहुन्छ। अब तपाईँहरूलाई यति 2 स्टेपै चाहिएको छ भने पनि गर्छ हामी। अन्त ब्लू र ब्ल्याकको डिजाइन चाहिँ हामीले यस्तै बनाएको है। अन्त अगाडि चिन्डु लाउँदा पनि मिल्छ, तपाईँको त्यो डिजाइन दिएर गर्दा पनि हुन्छ है। सलहरू चाहिँ एकदम ठुल्ठुलो छ है, हेर्नु सक्नुहुन्छ। अन्त यो लेङ्गाको पनि मुनि 2 स्टेपै लगाएको छ, हेर्नु सक्नुहुन्छ है। यदि तपाईँहरूलाई पनि चाहिएको छ भने चाहिँ यो अर्डर गर्नु सक्नुहुन्छ। सबै कलर मैले देखाइसक्यो। गाइस आज चाहिँ मैले ब्लाउज सेट लगाएर आएको छु राईको, हेर्नु सक्नुहुन्छ। यो चाहिँ चौबन्दीमा हो, डिजाइन चाहिँ यस्तो छ, चोलोको डिजाइन है। अन्त यता हातको डिजाइन यस्तो छ हो। अन्त यो चाहिँ हो लेङ्गा है। लेङ्गाको मुनि हेर्नु सक्नुहुन्छ यो बुटिक गरेको छ है, हेर्नु सक्नुहुन्छ मुनि लेन्थ है। अन्त यो चाहिँ भित्र केन पनि हालेको छैन, यो नर्मल खाले हो। अन्त यहाँ माथि पनि यस्तो कम्बर पनि यसरी बुटिक गरेको छ है, हेर्नु सक्नुहुन्छ। अन्त यो चाहिँ हो सल है। यो चाहिँ नर्मल सलमा चाहिँ यसरी बुटिक गरेको छ, भेलभेटले यसो बुटिक गरेको छ। अन्त यो चाहिँ हो चौबन्दी। यो चाहिँ अहिले हाम्रो नयाँ सेट आएको। यो लेङ्गामा ब्लाउज लाउँदा पनि मिल्छ। तपाईँहरूलाई यति चाहिएको छ भने चाहिँ हामीलाई अर्डर गर्नु सक्नुहुन्छ। यसमा चाहिँ लाउँदा पनि मिल्छ है, अरू कलर पनि मिल्छ। चाहिएको छ भने हामीलाई अर्डर गर्नु सक्नुहुन्छ। साइजहरू सबै पाउँछ। तपाईँहरूले चाहिँ अस्तिदेखिको राईको ब्राइडल लेङ्गा सेट देखाउनु भन्नुहुँदै थिएँ। आज चाहिँ हाम्रो यहाँ अर्डर पनि आइसकेको छ हो। यो चाहिँ लेङ्गा हो, हेर्नु सक्नुहुन्छ। यो चाहिँ हेभीमा हो, मुनि वर्क हेर्नु सक्नुहुन्छ तपाईँले है। यहाँ मुनि पनि बर्डर छ, यहाँ माथि पनि छ है। अन्त यसमा चाहिँ केन हालेको छ। केनको अझै भित्र पनि यस्तो भित्री छ है। यो चाहिँ हाम्रोमा अर्डर आएको। अन्त यो लेङ्गाको मुनि पनि यसरी हामीले लेस लगाएको छ है। यसलाई चाहिँ भन्छ पाइपिङ लगाएको है। यहाँनिर पनि छ है, यसरी लगाएको छ हामीले है। कटनको हो यो लेङ्गा चाहिँ है। ब्लाउजको डिजाइन चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले है। यस्तो छ ब्लाउजको डिजाइन। पछाडिपट्टि चाहिँ यस्तो छ हो, हलेको डिजाइन हेर्नु सक्नुहुन्छ तपाईँले है। यहाँ साइडमा लेस लगाइदिएको छ है, हेर्नु सक्नुहुन्छ। त्यो लेङ्गामा जस्तो मुनि बर्डरमा लाग्छ नि, त्यसरी डल्लै वरपर लगाएको छ हो। यो चाहिँ ब्याग भयो, थैली होइन। अन्त यो चाहिँ भयो बेल्ट,
यो चाहिँ हाम्रो अर्डर दिएको थियो, त्यही भएर चाहिँ अर्डर बनिसकेको। यदि तपाईँहरूलाई चाहिएको छ भने चाहिँ हाम्रो 1 हप्ता अगाडि यो अर्डर गर्नु सक्नुहुन्छ है। जुन चाहिँ अघि ब्राइडल लेहेङ्गा सेट थियो है, त्यो चाहिँ ब्लाउजमा थियो होइन। अन्त यसमा चाहिँ यो पनि ब्राइडल लेहेङ्गा सेटै हो राईको है। यसमा चाहिँ अहिले उर्बन्दी आएको छ है भेलभेटको। अन्त यसरी लगाउँदा पनि हुन्छ है। यो चाहिँ भयो उर्बन्दीको डिजाइन है, यसरी डिजाइन यो उर्बन्दी। अन्त यो चाहिँ भयो गलेको डिजाइन है, गलेको डिजाइन सबै म्याच गरेको छ है। अन्त यता चाहिँ छ लेहेङ्गा है, लेहेङ्गाको डिजाइनहरू हेर्नु सक्नुहुन्छ तपाईँले है। यस्तो पनि छ। अन्त यसको चाहिँ यहाँ यस्तो भित्र केनकेन लगाएको छ है, यो केनकेन लगाएको छ हो। ब्राइडलकोमा चाहिँ प्रायः जस्तो केनकेनै हुन्छ है। फुल लुक चाहिँ यस्तो हुन्छ है, यस्तो हुन्छ। यो चाहिँ उर्बन्दीमा हो। अब तपाईँहरूलाई उर्बन्दीमा लाउँदा पनि हुन्छ, ब्लाउजमा लाउँदा पनि मिल्छ है, जेमा लाउँदा पनि मिल्छ। यसरी म्याच गरेर लाँदा हुन्छ है। चाहिएको छ भने अर्डर गर्नु सक्नुहुन्छ तपाईँहरूले हामीलाई। अहिले चाहिँ हाम्रोमा है राईको ब्राइडल लेहेङ्गा सेट आएको छ है। यो चाहिँ बुटिकमा हो, एकदम दामी छ है। म देखाउँछु तपाईँहरूलाई चाहिँ है। यो भयो ब्लाउज भइहाल्यो है। यसरी मजाले ह्यान्डवर्क हो, सबै बुटिक्सको है। यो हेर्नु सक्नुहुन्छ है। अन्त यो यता चाहिँ छ गलेक है, सेटमा म्याच गरेर राख्छ है। यसपालि चाहिँ सबै गलेक ब्लाउज। अन्त लेहेङ्गाको यहाँ मुनि पनि हेर्नु सक्नुहुन्छ है। लेहेङ्गाको मुनि यहाँ बर्डरहरू यसरी मजाले लगाएको छ। यो पाइपिन भयो। अन्त यहाँ बुट्टा होइन, यहाँ मुनि पनि पाइपिन छ है। यो चाहिँ कटनको लेहेङ्गा है, यस्तो छ हो। यो भित्री भयो। अन्त केनकेन, अन्त केनकेनको अझै भित्री पनि छ है। यसले गर्दाखेरि चाहिँ अलिक महँगो पर्छ हो। यो चाहिँ ब्राइडल लेहेङ्गा सेट हो। कतिजना ब्राइडल हुनेवाला छ भने किन्नु सक्नुहुन्छ। अन्त यसमा अझै नर्मल खाले पनि छ है, म यसमै देखाउँछु यो भिडियोमा एड। चौबन्दी चोलो यसरी आएको छ पालपालीको। यो चाहिँ नेटवाला हो। अनि यहाँ चाहिँ सिल्भर स्टोनले चाहिँ बुटिक गरेको छ। वर्क पनि मजाले गरेको छ है यहाँतिर। अनि यहाँ पछाडि चाहिँ सिम्पलवाला छ। अनि राईको लेहेङ्गा चिन्डोवाला है, यो चाहिँ सिम्पलवाला हो। यहाँ चाहिँ सिल्भर लेसले वर्क गरेको छ। अनि मुनि चाहिँ 2 स्टेपवाला चिन्डो लगाएको छ है। कम्बरमा पनि चिन्डो लगाएको छ है। यो चाहिँ हाफ सल हो होइन। त्यो म 3टा सेट मिलाएर लगाउँछु है। अनि तपाईँहरूलाई पनि देखाउँछु कस्तो देख्छ भनेर। गाइस मैले चाहिँ लेहेङ्गा सेट पनि लगाएर आइसकेँ है। सबै सेट चाहिँ यसरी देख्छ होइन। चौबन्दी चोलो पनि कस्तो मजाको छ, मजाले बुटिक गरेको छ। लेहेङ्गाको नि मजाले लेसहरू लगाएर यसरी गरेको छ है। वाइट सल लगाएर चाहिँ यो चाहिँ ठुलोवाला नि हुन्छ, तर मैले चाहिँ सानोवाला लगाएर राख्छु हो। यसमा चाहिँ कलर साइजहरू सबै पाउँछ। लेहेङ्गाको पनि कलरहरू सबै पाउँछ है। चौबन्दी चोलोमा चाहिँ तपाईँहरूले चाहिँ साडी फरिया चोलो लगाउँछु भने पनि मिल्छ होइन। मलाई चाहिँ लेहेङ्गा सेट लगाएर चाहिँ देखाउनु चाहेर चाहिँ मैले लेहेङ्गा सेट लगाएर आएको। फरिया चोलीमा पनि कस्तो लगाउँदा कस्तो देख्छ भनेर चाहिँ तपाईँहरूलाई हेर्नु इच्छा छ भने तपाईँहरूले कमेन्ट गरेर भन्नु सक्नुहुन्छ। त्यस्तो ड्रेसहरू चाहिएको छ भने तपाईँहरूले अर्डर गर्नु सक्नुहुन्छ।